हजुर छोरी यो के हो ए यो मेकअप अर्गनाइजर हो छोरी ए मम्मा तपाईले बनाउँदै गर्नु अनि मैले चाहिँ तपाईले एउटा राम्रो जोक सुनाउँछु तिमीले जोक सुनाउने मलाई मैले सुनाइदिन्छु नि ल आउँछ आउँछ नि ल सुनाउ न त एका देशमा 4 जना केटा थिए रे अनि तिनीहरू एक दिन स्कुलमा ढिलो आइपुगे रे ए अनि तिनीहरूको प्रिन्सिपल रिसाएर सोध्नु आयो तिमीहरू किन ढिलो आएको मलाई तुरुन्त भन भनेर सोध्नु भएको रहेछ ए अनि पहिलो केटाले भन्यो सर आज त मेरो घडीको ब्याट्री नै सिद्धियो त्यही भएर म ढिलो उठेँ अनि स्कुलमा ढिलो आइपुगे सर भनेर भनेछ ए अनि दोस्रो केटाले चाहिँ के भनेछ नि अनि दोस्रो केटाले चाहिँ भनेछ सर आज त मैले मेरो साइकल चलाउँदै थिएँ तर त्यसपछि मेरो साइकल नै पन्चर भयो लो बर्बाद त्यही भएर म स्कुल ढिलो आइपुगे भनेर भनेछ अनि तेस्रो केटाले चाहिँ के भनेछ अनि त्यसपछि तेस्रो केटाले चाहिँ भन्यो सर आज त मेरो मम्मीले त खानेकुरा नै ढिलो पकाउनु भयो त्यही भएर म ढिलो स्कुल आइपुगे भनेर भनेछ अनि के मम्मा चौथो केटा त रुन थाल्यो त्यसपछि प्रिन्सिपलले सोध्नुभयो तिमी किन रोको मलाई त तिमीलाई सोधेको पनि छैन भनेर सोध्नु गरेछ हो त अनि किन रोएछ त त्यही त मम्मा त्यही भएर त्यो चौथो केटाले रुँदै भनेछ सर मेरो साथीहरूले सबै मेरो बहानाहरू प्रयोग गरे अब मसँग त नयाँ बहाना पनि छैन भनेर रुँदै भनेछ अरे सबैले बहाना नै गरेको रहेछन् मम्मा जोक्स कस्तो लाग्यो जोक्स एकदमै राम्रो थियो छोरी यो मेकअप अर्गनाइजर नि कस्तो राम्रो रहेछ मेरो जोक्स कस्तै राम्रो रहेछ तिम्रो जोक्स जस्तै राम्रो रहेछ र त कति राम्रो है